नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई तपाईहरूको आफ्नै स्वादिलो च्यानल खाजा घरमा। आज हामी बनाउँदैछौँ सुपर टेस्टी गोल्डन ब्राउन अनियन रिङ्स। एकदम सजिलो तर एकदमै स्वादिलो खाजा। सबैभन्दा पहिले प्याजलाई गोलो गोलो काटेर रिङ शेपमा छुट्याउने। धेरै पातलो पनि होइन, धेरै बाक्लो पनि होइन, मिडियम थिकनेस पर्फेक्ट हुन्छ। अब एउटा बोलमा मैदा, कर्नफ्लोर, थोरै जिरा, चिली पाउडर, कालो मरिच र नुन मिसाउने। त्यसपछि चिसो पानी बिस्तारै थप्दै स्मुथ ब्याटर तयार गर्ने। चिसो पानी प्रयोग गर्दा अनियन रिङ्स एक्स्ट्रा क्रिस्पी बन्छ। अब एउटा भाँडोमा डीप फ्राई गर्नको लागि तेल तताउने अनि प्याजको रिङलाई ब्याटरमा डिप गर्ने र त्यसपछि ब्रेड क्रम्समा राम्रोसँग कोट गर्ने। डबल कोटिङ गरे अझ क्रिस्पी हुन्छ। कढाईमा तेल राम्ररी तातेपछि ग्यासको आँचलाई मिडियममा राखौँ र बिस्तारै यी रिङ्सहरूलाई तेलमा छोडौँ। यसलाई धेरै चलाइराख्नु पर्दैन। दुवैतर्फ पल्टाएर सुनौलो र कुरुम कुरुम नहुन्जेलसम्म करिब 2-3 मिनेट तारौँ। यो भिडियो हेरेपछि अब तपाईँ पनि बजारको महँगो अनियन रिङ्स खान छोडिदिनुहुन्छ। आजै आफ्नो भान्सामा यो रेसिपी ट्राई गर्नुहोस् र कस्तो बन्यो तल कमेन्टमा लेख्न नबिर्सिनुहोला। यदि तपाईलाई हाम्रो खाजा घरको यो रेसिपी मन पर्यो भने भिडियोलाई एउटा लाइक गरिदिनुहोस्, च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन बजाइदिनुहोस् ताकि यस्तै मिठो मिठो खाजाको रेसिपी तपाईले मिस गर्नुहुने छैन। फेरि भेट्नेछौँ अर्को नयाँ रेसिपीका साथ। तबसम्मका लागि बाई बाई।